हाम्रो थियो सानो ग्याङ पढाइतिर कहिले पनि दिएन ध्यान स्कुल जाने डेली तर लिएन ज्ञान हाम्रो लुक त्यति दामी हाम्रो सर पनि भारी त झोला बोकी स्कुल जान्थे जहिले एसेम्ब्ली सुरु हामी टोयलेट जान्थे जहिले चेक हुन्थ्यो कपाल पिडाइ खान्थे जहिले पढाइको पाल थिएन चिल्मा हुन्थे जहिले पढाइ राख्थे सर हामी हाँसी राख्ने जहिले चालु हुन्थ्यो क्लास हामी खाइराख्ने जहिले एकअर्काको बिल्ला आने दिन हाम्रो भिट्थ्यो हामीले हल्ला गर्दा अफिससम्म पुग्थ्यो कुनै पिरियड झ्याउ लाग्दा सबैजना सुत्थ्यो घन्टी लाग्ने बित्तिकै टोयलेटतिर पुग्थ्यो उडाइ पनि खाए तर माया धेरै पाए 10 क्लास पनि हामीलाई काम पनि लाए बस्थे फर्स्ट बेन्चमा तर होइन हामी टपर कुनै पिरियड लेजर हुँदा हल्ला हुन्थ्यो बदर लगेनन् टुर हामीलाई रिसका हाई फर्स्ट ब्याच हामी रिजल्ट चाहियो अरे नाइट अरू स्कुल होस्टेलमा तिल गर्थे हामी एकअर्काको बिल्ला आने तिल भर्ने सामाजिक आउँदा फेरि नित्याउँथे डर लाग्थ्यो फर्मुला याद गर्थे नेपाली पिरियड सबैभन्दा बेस्ट लाग्थ्यो इङ्ग्लिसको होमवर्क सबैले नै सारी राख्थ्यो साइन्सको के कुरा गर्ने जहिले हल्ला भइराख्थ्यो साथीहरू साथमा स्कुल लाइफ चलिराख्थ्यो केटाहरू साथमा हाम्रो थियो सानो पढाइतिर कहिले पनि दिएन स्कुल जाने डेली तर लिएन ज्ञान हाम्रो लुक त्यति दामी हाम्रो सर